तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि आन्दोलनका कमान्डर दुर्गा प्रसाई भारततर्फ भाग्दै गर्दा वीरगन्जबाट पक्राउ परेको दाबी सामाजिक सञ्जालमा फैलाइएको छ। एलिस नामक टिकटक आइडीमा दुर्गा प्रसाई देखिने एउटा दृश्य जोडिएको छ, जसमा उनी प्रहरीसँग कुराकानी गरिरहेको देखिन्छन्। यस्तै राजावादी आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको मृत्यु भएको विषय पनि चर्चामा छ। सौजन किराँत लगायतका थुप्रै फेसबुक प्रयोगकर्ताले उनको शरीरमा गोली भेटिएको दावी गरेका छन्। त्यसैगरी पूर्व राजाले संविधानमै टेकेर मुलुकको शासन सत्ता आफ्नो हातमा लिन सक्ने दावी समेत सामाजिक सञ्जालमा फैलिएको पाइयो। काङ्ग्रेस एमाले मुक्त अभियान नामक टिकटक आइडीमा सडक प्रदर्शन भइरहेको दृश्य जोडिएको छ। तिनकुने घटनापछि सामाजिक सञ्जालमा फैलाइएका यी दावीहरू कतिका सत्य छन् त? वास्तविकता पत्ता लगाउन हामीले तथ्य जाँच गरेका छौँ। सबैभन्दा पहिले हामीले दुर्गा प्रसाई वीरगन्जबाट पक्राउ परेको दाबीसहित पोस्ट गरिएको भिडियोको सत्यता जाँच गर्यौं। भिडियोमा प्रसाईले प्रहरीलाई पक्रे जस्तो नगर्नुस् न, म आफै चढिहाल्छु नि भन्दै गाडीमा चढेको दृश्य देख्न सकिन्छ। यही वाक्यांश खोज्दा सञ्चार माध्यमहरूले यसअघि प्रकाशित गरेका पुराना समाचार फेला परे। 6 असोज 2081 मा प्रकाशित समाचार अनुसार नेपाल प्रहरीको साइबर ब्युरोले दुर्गा प्रसाईलाई भक्तपुरको ठिम स्थित उनको निवासबाटै पक्राउ गरेको थियो। पक्राउ पर्ने क्रममा उनले आफूलाई भ्रष्टाचारी पक्रे जस्तो व्यवहार नगर्न भनेका थिए। जाँचका क्रममा थाहा भयो कि यही पुरानो भिडियो सामाजिक सञ्जालमा अहिलेको घटनासँग जोडेर पुनः पोस्ट गरिएको छ। यस्तै दोस्रो दाबी अनुसार पत्रकार सुरेश रजकको शरीरमा गोली भेटिएको दाबी गरिएको छ, तर यो दाबी पनि भ्रामक देखिन्छ। 2081 चैत 17 गते जिल्ला प्रहरी परिसर काठमाडौँले एक विज्ञप्ति जारी गर्दै उक्त दाबी निराधार भएको प्रश्न पारिसकेको छ। उक्त विज्ञप्ति अनुसार पत्रकार रजकको पोस्टमार्टम नै गरिएको छैन। उनी चैत 15 गते राजावादी प्रदर्शन भइरहेकै बेला क्षतिग्रस्त घरभित्र मृत अवस्थामा फेला परेका थिए। तेस्रो दाबी अनुसार नेपालको संविधानको धारा 48 कले पूर्व राजालाई मुलुकको शासन सत्ता हातमा लिन सक्ने अधिकार दिन्छ भनिएको छ। नेपालको संविधानको धारा 48 कले राजाले शासन सत्ता हातमा लिन सक्छन्। तर नेपालको संविधान 2072 मा राज संस्था पुनर्स्थापना सम्बन्धी कुनै प्रत्यक्ष प्रावधान छैन। संविधानको धारा 48 का अध्ययन गर्दा यो प्रावधान प्रत्येक नेपाली नागरिकका कर्तव्यहरूबारे उल्लेख गरिएको पाइयो। संविधानमा राज संस्थाको पुनर्स्थापनाको कुनै व्यवस्था छैन, बरु गणतन्त्रलाई बलियो बनाउन केन्द्रित छ। हाम्रा अनुसन्धानका आधारमा माथि उल्लेख सबै दाबीहरू भ्रामक देखिन्छन्। तिनकुने घटनापछि सामाजिक सञ्जालमा फैलाइएका यी दाबीहरू कुनै तथ्यमा आधारित छैनन्।